सँगै जाने है अहिले गोविन्द सरले भेट्नु भने यति राख्नलाई मलाई खेले खान्छु मजाले भारी म त उतातिर होइन म उतातिर यसरी आम मान्छे गायब भइगयो क्या सरहरूसँग आम म त कमल दाई गोविन्द सरहरू उता गाउँका
नमस्कार अनि पछि सर्नुहोस् न मेरो एउटा पूर्वले जानुहोस् न सबैजना छुट्टिनुहोस् कि हाम्रो टिम फेरि अहिले आगामी आगाको अर्काले आगामी लड जाने होला फेरि जाने होला
तपाईँको टिम अलिक पश्चिम जानुहोस्, अझै पश्चिम जानुहोस् त तपाईँहरू, उता उता पश्चिमतिर छुट्टिनुहोस् त ठ्याक्कै, अनि ठ्याक्कै थाहा हुन्छ। हो ल, अलिक पश्चिमतिर जानुहोस् त, ठ्याक्कै छुट्यो भने सजिलो हुन्छ।
दाई भनिदिनुहोस् माइकबाट भन्नुभएको छ किन ल्याउनु भएन त्यो पोलो त आउनु भएको भने त्यसपालि हिजोसम्म पानी गइरहेको थियो यो कार्यक्रम पनि हुने कि नहुने भन्ने एकदमै ठुलो दोधार थियो तर आज कम्ती भयो र यो यति जति भएन टिम सहराउनु हो धन्यवाद छ शिवको प्रति यस्तै भयो त के गर्ने यसपालि प्रकृतिले भयो यसपालिको सानो आगामी वर्ष तपाईँको राम्रो ढोलो बनाएर लिएर आउनुभयो धेरै धन्यवाद हेलो कसैले सम्झु बहिनी भयो चाहिँ सम्झु बहिनी यहाँ आउँछ मेरो बहिनी अब भेटिन्छ यहाँ यस्तो कसैले लागि के गरेर हेर्नुहोस् त कसैले मोबाइल भेटाउनु भएको पनि सानो नानीको मोबाइल हो कृपयामा हात जोडेर बिन्ती गर्छु कृपया ल्याइदिनुहोस् पुऱ्याइदिनुहोस् है अब तपाईँले ल्याउनु चुहेको भएको तपाईँ खस्यो तर के भयो तपाईँले भेटाउनु भयो केही पनि फरक परेन ल्याउनुहोस् सबैसँग आफ्नो मोबाइल छँदैछ अर्को मोबाइलहरू केही पनि फाइदा छैन अर्काको यो जसले सञ्जीवनीको मोबाइल भेटाउनु भएको छ कृपया मञ्चमा ल्याएर दिनु होला मोबाइल भेटाउनु भएको छ भने कृपया जसले भेटाउनु भएको छ यहाँ ल्याएर दिनु होला सञ्जीवनीको मोबाइल है प्लिज छिटो सुमन एकछिन आउने त सुमन
कमल गाउँले साक्षात आउनुहुन्छ आउनुहोस् स्टेजमा त्यो सन्जु बहिनीको फोन मैले फेरि पनि भने अहिले कस्तो छ भने फोन कसैले भेटाएँ ल मैले मोबाइल भेटाएँ भनेर खुसी नभए हुन्छ त्यो फोनको बिल हामीले क्लेम गऱ्यो भने त्यो फोन स्विच अफ गरे पनि जे गरे पनि त्यो कसले लगेको भन्ने पत्ता लाग्छ त्यो हुनुभन्दा पहिला ल यहाँ भेटाइरहेछ भनेर कृपया स्टेजमा ल्याएर बुझाइदिनु होला जसले लगाउनु भएको छ त्यो फोन यहाँ बहिनी रोइरहनु भएको छ बिचरा प्लिज जसले त्यो फोन भेटाउनु भएको छ तपाईँलाई भोलि फेरि तपाईँहरू कारबाहीको भागीदार हुनुहुन्छ त्योभन्दा पहिल्यै फोन ल्याएर बुझाइदिनुहोस् है हाम्रो अनुरोध छ स्टेजमा आउनुहोस् फोन बोलाइदिनुहोस् शिवालय टोलका दुईटा भाइहरूले यहाँ झाङ्ग्रे बजाउने हामी गीत गाउँछौँ भन्नुभएको को हुनुहुन्छ आउनुहोस् 5 वर्षको एउटा बाबु र 10 वर्षको बाबु त्यही हुनुहुन्छ होला एकछिनमा कसले हो बाँसुली बजाउने मादल बजाउने हामीले आफ्नो कला देखाउँछौँ भन्नुभएको छ स्टेजमा तपाईँलाई हामी बोलाउँछौँ एकछिनमा लगभग अब हाम्रो भैलो यसपालि यस्तै हो हामीले चिपाएका मध्ये केही भैलोहरू आउनु भएन उहाँहरूले अघि भनिसक्नुभयो हामीले पानीको कारणले आउन सकेनौँ हुने कि नहुने भन्ने थियो भन्नुभयो त्यस्तै हो फेरि अर्को साल धेरैभन्दा धेरै सहभागी भैलो टिम हुनुहुनेछ र आजलाई यी 3टा समूह आजको अन्तिम समूहहरू हुनुहुन्छ तपाईँहरूको समय लगभग सिद्धिएको छ है सबैजनाले मिहिनेत गरेर आउनुभएको छ अब मेरा कागने दायर हुन्छ 3 जना उहाँहरूले एकदमै फेरली मिले गर्नुहुन्छ कसको राम्रो कसको नराम्रो राम्रो सबै हो तर थोरै 0.5 होला 1 नम्बर होला हैन 0.5 ले हार जित होला त्यो के कारणले भन्दा कसैको समूह थोरै अथवा कसैको ड्रेस अलि नमिलेको अथवा कसैको गीत नमिलेको त्यस्तै हुनसक्छ मैले जानेको उहाँहरूले अब एकछिनपछि त्यो निर्णय सुनाउनुहुन्छ र सबै सहभागी साथीहरू सबै भैलो समूहलाई धेरै धेरै धन्यवाद छ आफ्नो पालिकाभित्र पालिकाले गरेको यस्तो राम्रो सराहनीय काममा यहाँहरू सहभागी भइदिनुभयो आइदिनुभयो दुःख गर्नुभयो धेरै मिहिनेत गर्नुभयो कति टाढा टाढाबाट आउनु भएको छ तपाईँहरू सबैले धेरै धन्यवादसँगै लगभग आजको अब यो प्रतियोगितात्मक कार्यक्रम यही समापन सिद्धिएको छ र एकछिनपछि हामी रिजल्ट निकाल्छौँ त्यो बिचमा केही कसैसँग आफ्नो केही प्रतिभा छ भने म गीत गर्न पाए हुन्थ्यो भन्ने कसैले लागेको भने आउनुहोस् स्टेजमा म त एउटा गीत नाच्न पाए हुन्थ्यो भन्ने छ भने आउनुहोस् स्टेजमा आएर नाच्नु पाउनुहुन्छ यो तपाईँको मञ्च हो यस्तै मञ्च चढ्नुभयो भने भोलि ठुलो कलाकार बन्न पाइन्छ सकिन्छ बनिन्छ कसैलाई त्यस्तो छ मनमा भने कविता मुक्त चुटकिला केही त्यस्तो केही छ भने हामीलाई सम्पर्क गर्नु होला भन्दै प्रतियोगिताका सबै भैलोहरू यो समापन भइसकेको छ तपाईँहरू बिदा हुँदै हुनुहुन्छ यो बिचमा हाम्रा निर्णय मण्डलका आदरणीय संयोजक डाक्टर गोविन्द आचार्य दाई डाक्टर सीताराम उदासी दाई अनि डम्बर फर्काफर्की साथीलाई एकदमै प्योरली यसको मूल्याङ्कन गरेर हाम्रा टिमलाई हौसला दिनु होला भन्दै अब हामी लगभग रात परिसकेका छौँ बाटो यस्तो जाम छ यति धेरै हामी छौँ यति धेरै भेहिकल के अरे साधनहरू छन् कसरी पुग्ने तलसम्म भन्ने छ बिस्तारै जाने बेलामा बिस्तारै हल्ला नगरिकन आफ्नै मेला हो आफ्नै महोत्सव हो भनेर हो हल्ला नगरिकन कसैको सामान कहीँ हरा हुने केटाकेटी कतै तलमाथि पऱ्यो भने सबैको तपाईँले ख्याल गरिदिनु होला भन्दै प्रतियोगिताको भैलो यही समापन भएको छ धन्यवाद
पहिलो बाबा छ ओए हो त गोट 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 कहाँ भेटाउने हो कि हो है होइन यो भोलि बेस्ट छ लास्ट पनि पऱ्यो होइन लास्ट पनि बेस्ट पनि है चल